ल म अब सनराइजको भिडियो देखाउँछु है टाइम ल्याप्समा। सनराइज हुनला छ अहिले, हिमाल पनि अलिअलि भिजुअल हुन थालेछ, बादलले ढाकिएछ। म देखाउँछु सनराइज हुनला छ यता, हिमाल यता छ तर बादलले ढाकिएछ होइन। अब अलिक बादल क्लियर भएपछि हिमाल हेरेर हामी तल जाने हो। ओके गाइज, ल सनराइज भइरहेछ यहाँ देख्न सक्नुहुन्छ गाइज है। सनराइज भइरहेछ, दुईटा पो देखियो क्यामेरामा त। एउटा चाहिँ के हो, हिमाल अब देखेला कि यतातिर, त्यसको वेटिङमा हामी यो देखेर हामी फर्किहाल्ने हो। त्यो बादल ओके माथि भएर माता यता होइन, हामीले दर्शन गरिसक्यो। अनि हामी चाहिँ ठिक टाइममा आइपुग्यो, नत्र यसरी लाइन बस्नुपर्ने हुन्छ, उहाँबाट यसरी घुमेर लाइन बस्नुपर्ने हुन्छ। यो चाहिँ सबभन्दा माथिको के अरे पहाड लाग्यो, योभन्दा माथि पहाड नै छैन। त्यहाँभन्दा माथि त अब हिमालय चढ्नुपर्छ। सो गाइज यहाँ क्लाउडिङ भएर पनि देख्न सक्नुहुन्छ। यो चाहिँ ठाडो उकालो हो, यो चाहिँ सबसे ठुलो उकालो होइन, सिडी नै छ पुरै। हामी धन्न राति हिँडेरै पुग्यो है। अहिले दिउँसो त आँट आउँदैन थियो यस्तो बाटो देखेर, हुन त पहिला नि हिँडेको हो म, तर पनि निकै नै गाह्रो भएको थियो, तल झर्दा नि गाह्रो भइरहेछ। यो चाहिँ ठाडो उकालो छ गाइज है। ल हामी चाहिँ हिँडिरहेको छ तल, माथि चढ्दा चाहिँ बरु चढिन्छ होइन, रेस्ट गऱ्यो भने रेस्ट फिल हुन्छ। तर तल झर्दा त रेस्ट गरायो भने रेस्ट फिल हुँदैन, किनभने खुट्टा डान्स गर्न थाल्छ है, खुट्टा काम्न थाल्छ। अनि बरु नन स्टप हिँड्ने हो गाइस। ओके सो यहाँबाट चाहिँ पाथी भएर दर्शनको लागि चाहिँ हाम्रो ट्रेकिङ स्टार्ट हुन्छ। यहाँबाट चाहिँ हामीले हिँडेर जानुपर्ने हुन्छ, काफ्लेपाटी अरू सानो फेरि भन्दा नि हुन्छन्। यहाँबाट चाहिँ गाडीहरू यहीँसम्म लाग्छ होइन, तपाईँहरूको 4 व्हिलर गाडीहरू यहाँसम्म आउँछ। त्यसपछि चाहिँ ट्रेकिङ चाहिँ यहाँबाट स्टार्ट हुन्छ, देख्न सक्नुहुन्छ यो ट्रेकिङ यहाँबाट स्टार्ट हुन्छ है। अनि यो लास्ट स्टेसन भनेको यहीँ हो, यहाँ पनि बस्न सक्नुहुन्छ। अरू भ्याउँछ भने आधी बाटो भन्दा पनि 20-30% कति कभर हुन्छ, त्यहाँ बस्ने ठाउँ छ, उता पनि बस्न सक्नुहुन्छ है। ओके सानो फेदीबाट अरू काफ्लेबारीबाट हामीले ट्रेकिङ स्टार्ट गरिसक्यो यहाँबाट होइन। यो माथि टिङ भएको चाहिँ 100 मिटरसम्म मात्रै छ अरे, त्यहाँबाट चाहिँ पानी पर्न थाल्यो, बिजोको छ, प्लास्टिक धन्न बोकेको छ हामीले। सिन यता यस्तो छ है। ओके केही छैन, अब हामी यहाँबाट हिँड्छौँ गाइस। म चाहिँ अहिले श्रीअन्तुमा, गुड मर्निङ भइसक्यो, बिहानको 10 बजिसक्यो। मर्निङको भ्यू यस्तो छ श्रीअन्तुको, बोटिङहरू भइरहेछ। बस्ने ठाउँ चाहिँ यहाँको होमस्टेहरू जस्तो छ है। एउटा यहाँ कुकुर पनि सुतिरहेछ, अनि यहाँ बोटिङ भइरहेछ। एउटा बोट यहाँ छ, अर्को बोटिङ यता भइरहेछ। यहाँको बस्ने ठाउँहरू जस्तै हो होइन, कटेजहरू जस्तो हुन्छ टक्क। रातभर यहाँ पार्टी चलिरहेको हुन्छ, हामी त सुत्या हो होइन। 8-9 बजी 10 बजीतिर कति बजी होइन, यहाँ पुरै गाना बजाएर यता पुरै नाचिरहेको हुन्छ सबजना दारू खाँदै। श्रीअन्तु चाहिँ यस्तै हो गाइस। ल